हैन यो चाहिँ रसन राख्ने है लसन राख्ने यो चाहिँ भेडा चाउराहरू चलाउन जाँदाखेरि यसले एउटा साथी हुन्छ है यहाँ ढुङ्गा राख्ने अनि हामी यो चाहिँ पहिलाको छालाको झोला याकहरू अनि घोडाहरूले पकाउने यो चाहिँ पहिला तेल राख्ने तौरीको तेल यो चाहिँ फेरि पानी राख्ने यो चाहिँ हामीले घ्याच्चा भन्छ योबाट छाङ जाड राख्ने 100 जना मान्छेले पुग्छ अरे अनि यो चाहिँ पहिलाको तराजु है तराजु जोख्ने तल चाहिँ भन्छ के भन्छ तपाईँ अनि यो चाहिँ भेडाको छालाको लोक्पा तलदेखि माथिसम्म हुन्छ लाउने है यो चाहिँ भेडाको उनको प्यान्ट पहिला त यस्तोहरू भुनेर लाउँथ्यो अरे कि किन्न पाउँदैन अरे अनि यो चाहिँ आगो ताप्ने यसभित्र पहिला हालेर आगो ताप्ने यो चाहिँ रासन राख्ने यो चाहिँ भाटा पहिलाको भाटा यो नि आगो ताप्ने यो चाहिँ फेरि त्योबाट छ्याउ निकालेर खाने है यो चाहिँ घोडालाई लगाउने माथि बस्न माथि मान्छे बस्ने हैन अनि यो चाहिँ पानी बोक्ने है पानी यहाँ बोकेर यहाँ स्टोरसँगले यहाँसँगले यहाँ बोक्ने अनि यो चाहिँ पहिला अलि इम्पोर्टेड सामानहरू यहाँभित्र हालेर भोटे ताल्छ साथी हो के अरे भोटे ताल्छ नि यही हो कि त्यो चाहिँ ताल्छ हो अनि त्यो चाहिँ भेडाको सिङ हो है यो भेडाको सिङ यो भेडा चाहिँ पानी खान कुलोमा झार्दाखेरि अनि टाउको धान्न नसकेर झ्यानले के टाउको ठुलो भएर धान्न नसकेर कुलोमा डुबेर मर्छ भेडा अनि यो चाहिँ ढ्याङ्ग्रो अनि यो चाहिँ पूजाको सामानहरू राख्ने पुस्तकहरू राख्ने अनि यहाँ भित्र पूजाको तस्बिरहरू राख्ने पहिला अनि यो चाहिँ नुन चिया बनाउने है नुन चिया भन्छ नि सोचा भन्छ नि हो त्यही बनाउने अनि यो चाहिँ फेरि घोडालाई उसमा के अरे मुखमा हाल्यो भने आफू जहाँ जान्छ त्यहीँ डराउने है यो चाहिँ फेरि हामीले केटी माग्न जाँदाखेरि यो भित्र रक्सी हालेर अनि खाता हालेर लिएर जान्छ यो चाहिँ नुन चिया खाने अनि यो चाहिँ पिठोहरू राख्ने है अनि यो चाहिँ फेरि सिङहरू यस्तो पहिला जिजुबाजेहरूले यस्तो खाँदाखेरि यसहरूले युज गर्दो रहेछ क्या यस्तोहरूले अनि यो चाहिँ माने गर्ने यो चाहिँ फेरि त्यही ठिकै हो अनि यो चाहिँ भेडा चाङहरूले पहिला यहाँबाट नुन बोकाएर लान्थे अरे मुस्ताङबाट तलबाट रासन बोकाएर लान्थे मुस्ताङ लिएर आउने गाडी नचल्दाखेरि भेडा चाङले यो बोकाउँथे अरे रासन अनि यो चाहिँ सबै पूजाको सामानहरू है अनि यो चाहिँ सियो धागो राख्ने भाँडा सियो यसमा धागो यसमा अनि केटो मान्छेको यस्तो मजाले दिने पहिला अनि यो चाहिँ फेरि भेडाको उनलाई यस्तोहरू बनाउने भुन्ने है तान भुन्ने यो चाहिँ नुन चिया पर्ने नुन चिया बनाउने यो के हो कुन त्यो ढुङ्गा हो सामान्य ढुङ्गा यो चाहिँ पहिलाको ढाडु पन्ने हो यो सुप पकाउने भाँडा यो मसलाहरू कुट्ने भाँडा यो टोपी पहिलाको टोपी अनि यो अलि ह्याङहरू लाउँथे अरे यो अलि बुढो लाउँथे अरे यो चाहिँ नुन राख्ने भाँडा यो चाहिँ सबै त्यही छाङ हाल्ने भाँडा यो सबै अनि यो चाहिँ छाङ हाल्ने यो चाहिँ ठेकी यो चाहिँ गाई दुहुने भाँडा अनि यो चाहिँ फेरि भेडाको उनलाई धागो बनाउने है यो चाहिँ भोटे नुन चिया खाने पिउने यो चाहिँ बत्ती पहिला यो आएको रे अनि यो लालटिन अनि सोलर अनि अहिले बत्ती आएको छ है अनि यो चाहिँ त्यही भेडाको छालालाई नरम गर्ने लाग्थ्यो अरे यस्तो बेसरी मोलेर अनि नरम गर्ने अनि यो चाहिँ पहिला पढाइ लेखे भएको मान्छेतिर हुन्न अरे पढाइ लेखे भएको हातमा यो हुन्छ अरे अनि योमा पेन यस्तो हुन्छ है अनि त्यो आगो फुकेर धँसो हुन्छ नि त्यो धँसोले कोरेर लेख्ने पहिला अनि यो चाहिँ पहिलाको तरबार है यो चाहिँ फेरि चौरी गाई धुने यो चाहिँ नौरको टाउको यो चाहिँ फेरि त्यही भेडाको उनलाई धागो बनाउने ठुलो चाहिँ मिल्छ अनि यो चाहिँ जुत्ता बनाउने पहिला पुलिएर यस्तो जुत्ता बनाउने अनि यो चाहिँ पानी भर्ने यो चाहिँ रासन राख्ने यो चाहिँ मानापाती पहिलाको यो चाहिँ मैले लगाएको जस्तै यस्तो भेडाको उनको यो चाहिँ फेरि ठुलो सानोको जुत्ता अनि यो चाहिँ फेरि घोडाको यहाँ घाँटीमा झुन्डाइदियो भने राजाहरू त्यस्तोहरू आउँदाखेरि राजा रमनथाङमा आइपुगेछ भने यहाँ आवाज आउँछ किलिङ कराउँछ
अनि यो चाहिँ घोडालाई त्यो माथि यो उस गर्ने अनि घोडा चढ्ने अनि यो चाहिँ फेरि घाँटीमा झुमाउनु घोडा चढ्नु त्यो